कर्कट राशिका जातकको लागि 2082 साल आध्यात्मिक तन्त्र मन्त्र तथा योग ध्यान साधनाको लागि अति उपयुक्त समय रहनेछ। त्यस्तै भौतिक उन्नतिको लागि अधिक मेहनत सङ्घर्ष एवं धैर्य र सावधानीमा रहनुपर्ने देखिन्छ। शनिले यस वर्ष चैत्र 16 गतेदेखि राशि परिवर्तन गर्दैछ। शनि आफ्नो मूल त्रिकोण राशि कुम्भबाट जल तत्व राशि तथा आफ्नो सम राशि मीन राशिमा अर्थात् कर्कट राशिको लागि नवम स्थान भाग्य भावमा भ्रमण गर्दैछ, जसको फलस्वरूप कर्कट राशिको विगत 30 महिनादेखिको अडैया पूर्ण रूपमा सकिनेछ। त्यस्तै शनिको प्रभावले कर्कट राशिको लागि नयाँ अवसर, नयाँ ऊर्जा र भाग्यमा लाभ मिल्नेछ। साथै विदेश यात्रा एवं लामो दूरीको यात्राको लागि फलदायक रहनेछ। त्यस्तै 2082 वैशाख 31 गतेदेखि गुरु वृष राशिबाट मिथुन राशिमा गोचर गर्नेछ। कर्कटको लागि भने द्वादश भाव खर्चो एवं मोक्ष भावमा रहनेछ। त्यस्तै गुरु फेरि कार्तिक 2 गतेदेखि पौष 20 गतेसम्म कर्कट राशिमा जानेछ अनि फेरि पौष 20 गतेपछि मिथुन राशिमै फर्कनेछ। गुरुको मोक्ष भाव द्वादश भावमा गोचरको प्रभावले कर्कट राशिको लागि आध्यात्मिक उन्नति, धार्मिक क्रियाकलापमा मन जाने, योग ध्यान साधना जस्ता क्रियामा समय बिताउन तर्फ लागे अति लाभदायक समय रहनेछ। यस वर्ष गुरु अस्त वक्र र मार्गी सबै अवस्थामा रहनेछ, जसको प्रभावले कर्कट राशिको लागि आध्यात्मिक लाभ, विदेशीय क्षेत्रको यात्राको अवसर तथा लाभ मिल्नेछ। तर अधिक खर्चो, कार्यमा ढिलाइ, आकस्मिक रोगहरू लगायतले भने सताउनेछ। वर्षको मध्य समयमा गुरु अतिचारी रहँदै आफ्नो उच्च राशि कर्कटमा भ्रमण गर्नेछ। यस समय सम्बन्धमा प्रगाढ, सञ्चारसँग सम्बन्धित कार्यमा लाभ, सामाजिक कार्यमा लाभ, नयाँ कार्य सुचारू एवं विवाहको योग तथा प्रेम प्रसङ्ग पनि रहन सक्नेछ। धार्मिक यात्रा गराउने तथा विदेशी भूमिमा लाभ पुनि दिने समय रहनेछ। यस वर्ष राहु एवं केतुको पनि राशि परिवर्तन हुँदैछ। ज्येष्ठ 4 गतेदेखि राहु कुम्भ एवं केतु सिंह राशिमा गोचर गर्नेछ। कर्कट राशिको लागि राहु अष्टम स्थानमा गोचर गर्नेछ भने केतु दोस्रो अर्थात् धन, बाणी एवं पारिवारिक भावमा गोचर गर्नेछ, जुन कर्कट राशिको लागि केही चुनौतीपूर्ण र आकस्मिकताको समय रहनेछ। बाणी एवं अनावश्यक पारिवारिक वाद विवाद र झै झगडाबाट टाढा रहनुहोला। प्रेममा केही अपजस या असमझदारीको छनौट हुनेछ। त्यस्तै पेट, पाचन प्रणाली एवं सन्तानमा कुनै समस्या हुन सक्दछ। यो समय आफ्नो स्वास्थ्य एवं कार्यमा साथै आफ्ना बालबच्चाको स्वास्थ्य र पढाइमा ध्यान दिनुहोला। मेष राशिको व्यवसाय एवं नोकरी। वर्षको सुरुवातदेखि व्यवसायमा संलग्न व्यक्तिहरूको लागि यो वर्ष मिश्रित परिणामहरूको वर्ष रहनेछ। राहुको अष्टम एवं गुरु ग्रहको द्वादश भावमा गोचरले केही चुनौतीहरू ल्याउन सक्दछ।